मेरो मान्छेसँग हामीले कुरा राख्नु हुँदैन बाबु। यहाँ हुनुहुन्छ तपाईँ, कुरा बुझ्नु, तपाईँले राख्नु होला। राख्दाखेरि विचार गर्नुहोस्, विचार गर्नुहोस्। त्यही कुरालाई उसले इस्यु बनाइदिन्छ। पास्टर गोराको छोरा त्यस्तो भन्यो। हेर्नुहोस् है, शरीरबाट जन्मेको मान्छे त्यस्तो हुन्छ। शरीरबाट जन्मेको मान्छेमा प्रियहरू ती कुराहरू पाउँछ। बिना चैनको ढुङ्गा हुन्छ। शरीरबाट जन्मेको मान्छे मद पिउने, रक्सी पिउने भन्ने हुन्छ। रक्सी पिउँछ शरीरबाट जन्मेको मान्छेले रक्सी है। औषधि हुन्छ अरे रक्सी, अलिकति सुक्क त लिनुपर्छ अरे। पास्टरले भन्छ नि हो, हेर्नुहोस्, विश्वासीहरूले भन्छन् यस्तो कुरो। डक्टरले त औषधिमा रक्सी मिलाएको हुन्छ, मैले खाँदा के हुन्छ? शरीरबाट जन्मेको मान्छे त आउँछ त्यस्तो कुरो, आउँछ। तर त्यो कुरो त हामी नै बुझ्ने हो है। अन्तिम बुधा